पाइए देती है, हाथ दिखा देते हो सब कुछ यस कार्यक्रमका अध्यक्ष महोदय मंचमा आसीन पार्टी सचिवालय सदस्य रघुवीर महाशेठज्यू, मध्य प्रदेश का इंचार्ज एवं स्थायी कमेटी सदस्य लीला श्रेष्ठज्यू, पोलिट ब्यूरो का सदस्य साथीहरू, केन्द्रीय कमेटी का सदस्य साथीहरू, शरीक हुनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरू, आज यस सिराहा जिल्लामा नेकपा एमाले जस्तो गौरवपूर्ण इतिहास बोकेको, यतिकै भन्नका लागि गौरवशाली पार्टी भन्ने होइन, साँच्चैको गौरवपूर्ण इतिहास बोकेको गौरवशाली पार्टी। यसको 11औं जिल्ला अधिवेशन आयोजना भइरहेको छ र भर्खरै उद्घाटन भएको। यस अधिवेशनको भव्य सफलताको निम्ति म हार्दिक शुभकामना भन्न चाहन्छु। यो अधिवेशन यसै त सफल भइसकेको छ, अब यसलाई बन्द सत्रमा लगेर बन्द सत्रमा परिपक्व बुझेका, वर्तमान अवस्था बुझेका, देशको अवस्था बुझेका, विरोधीहरूको हमला बुझेका, पार्टी युनिटीको आवश्यकता बुझेका प्रतिनिधि कमरेडहरू, नेताहरूको समूहमा लगेर यसलाई अन्तिम निष्कर्ष दिइनेछ। आगामी दिनका लागि एउटा कार्ययोजना तयार गरिनेछ। विगतको समीक्षा गरेर समीक्षामा आधारित आगामी दिनको कार्ययोजना तयार गरिनेछ। त्यसै गरेर सबैलाई स्वीकार्य हुने खालको, मान्य हुने खालको, सकेसम्म सर्वसम्मत नेतृत्व सहमतिका साथ छान्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु। विरोधीहरूलाई देखाउनका लागि तथाकथित उक्साहटमा पर्नुपर्ने आवश्यकता छैन। सहमति भनेको लोकतन्त्रको अझ उन्नत रूप हो। चुनाव नहुँदा, प्रतिस्पर्धा बाकसमा नगर्दा, सहमति गर्दा लोकतन्त्र समाप्त हुँदैन। सहमति अझ उन्नत रूप हो लोकतन्त्रको। त्यसकारण मैले विश्वास दिएको छु तपाईहरू आफ्नो मूल्याङ्कन गर्न सक्नुहोस्, अरू साथीहरूको कामको पनि मूल्याङ्कन गर्न सक्नुहोस्। हाम्रो अगाडि बहुतै सुन्दर सम्भावना छ भविष्यको। सँगसँगै हाम्रा अगाडि चुनौतीहरू पनि छन्। आफ्ना संकीर्ण स्वार्थका लागि होइन, देशका समस्या समाधान गर्नका लागि, आफ्नो इच्छाका लागि होइन, देशको आवश्यकताका लागि, पार्टीको आवश्यकताका लागि तपाईहरूले काम गर्नुपर्नेछ। सिराहा जिल्ला एउटा उदाहरणीय जिल्लाको रूपमा, एकताबद्ध जिल्लाको रूपमा, सफलतापूर्वक अगाडि बढिरहेको जिल्लाको रूपमा स्थापित छ। यस कुरालाई तपाईहरूले कायम राख्नुहुनेछ र अगाडि बढाउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु। यदि तपाईहरूले एकता गर्न सक्नु भएन भने स्वस्थ प्रतिस्पर्धामा जानुहोस्। स्वस्थ प्रतिस्पर्धाले केही बिगार्दैन, तर गुटबन्दी नगर्नुहोस्, प्यानल वाइज नउठ्नुहोस्। प्यानल गरेर बाँडेर अनि अधिवेशनपछि त्यो चुनावमा भएको प्यानल त्यसलाई प्रयोग गरेर गुटबन्दी गर्ने काम नगर्नुहोस्। त्यो पार्टीको हितमा छैन। म तपाईँहरूलाई आग्रह गर्न चाहन्छु, मैले आफ्नो लामै राजनीतिक यहाँसम्म ल्याइपुर्याउने कामको नेतृत्व गरिरहँदा मैले धेरै उतार चढावहरू देखेको छु, धेरै हमलाहरू झेलेको छु, पार्टीमाथि विभिन्न आक्रमणहरू देखेको छु, पार्टी फुटाउने क्रियाकलापहरू देखेको छु, भोगेको छु र पार्टीलाई एकताबद्ध बनाउँदै ल्याउने कामको अगुवाई पनि गरेको छु। नेकपा एमाले कसैले हल्लाउन नसक्ने, ढाल्ने त कुरै छोड्नुहोस्,
कतिपयले गत 3-4 वर्ष अगाडि पार्टी फुटाउने बेलामा एमालेलाई अब सिद्ध्याइयो भने, कसैले भित्तामा टाँस्छौँ भने, कसैले धुलो छटाउँछौँ भने, कसैले टर्च बालेर खोज्दा पनि नभेटिने बनाइदिन्छौँ एमाले भने तिनका सपना कता हराए। नेकपा एमाले आज एउटा जिल्लाको आमसभा, एउटा जिल्लाको उद्घाटन सत्र, यो खासमा आमसभा पनि होइन, जिल्लाको उद्घाटन समारोह। यो उद्घाटन समारोहमा जनताको उत्साह र सहभागिता यस्तो छ भने सबैले बुझ्नु पर्दछ, नेकपा एमाले कसैले पछार्न सक्ने, पराजित गर्न सक्ने पार्टी होइन। यसको जरा जनतामा गाडिएको छ। यसको 1-2टा हाँगा, सानोतिनो हाँगाहरू कसैले रुचिहाल्यो भने अरू ठुला हाँगा पलाउँछ यसमा। साथीहरू आज मात्रै पनि पार्टीमा समाहित हुनुभएको छ, पार्टीमा पुनः एकताबद्ध हुन आउनु भएको छ। म साथीहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु नेकपा एमाले। फेरि पनि स्वागत गर्न चाहन्छु साथीहरूलाई। जो साथीहरू नयाँ प्रवेश गर्नुभएको छ, जो साथीहरू पार्टी छोडेर फेरि फर्किनु भएको छ, म सबैलाई स्वागत गर्न चाहन्छु। तपाईहरू अब नेकपा एमालेकै परिवारमा हुनुहुन्छ। अरू साथीहरूलाई पनि म आग्रह गर्न चाहन्छु, समय गतिशील छ। अघि हामीहरू यहाँ आइपुग्दा धेरै गर्मी थियो, अघि हामी यहाँ आइपुग्दा घाम धेरै माथि थिए, अहिले पर पुगिसक्यो। समय हिँडेको हिँडै छ, जिन्दगी हिँडेको हिँडै छ। जिन्दगीसँग खेलबाड नगर्नुहोस्, जिन्दगीलाई सदुपयोग गर्नुहोस्, हर पल सदुपयोग गर्नुहोस्। परिवारका लागि, आफ्ना लागि, देशका लागि, जनताका लागि जिन्दगीलाई सदुपयोग गर्नुहोस्, म आग्रह गर्न चाहन्छु। पानी छैन, केही छैन, बालुवामा लगेर त्यत्तिकै सुखा बालुवामा तपाईँले केही छरिदिएर उम्रिनेवाला छैन। अब कतिवटा पार्टीहरू बालुवामा पानी हाले जस्तो होइन, सुखा बालुवामा लगेर केहीको बिउ छरिदिए जस्तो, जो उम्रिनेवाला छैन, केही फल्नेवाला छैन। त्यो घट्दै जाने हो, खिँदै जाने हो, सुक्दै जाने हो। सुकेनास लागेका पार्टीहरू त्यसमा समय किन फाल्नुहुन्छ, किन अल्मलिनुहुन्छ, किन अल्झिनुहुन्छ? म आह्वान गर्छु, आउनुहोस्। कहिले कहिले गल्ती हुन्छ, गल्ती भएको छ पार्टी छोडेर, फेरि पार्टीमा फर्किनुहोस्, गल्ती सुधार्नुहोस् र देश बनाउने साझा अभियानमा हामी एक साथ अगाडि बढौँ। म सबै साथीहरूको आग्रह गर्न चाहन्छु। अरू साथीहरू जो अरू पार्टीमा हुनुहुन्छ, नेकपा एमालेमा कहिल्यै पनि नभएका साथीहरू, तपाईँहरूले देख्नु भएको छ, देश जोगाउने पार्टी नेकपा एमाले हो, देशलाई एकताबद्ध बनाउने पार्टी एमाले हो। अरूले त भाँड्छन्, फुटाउन खोज्छन्, जात जातका नाउँमा, भूगोलका नाउँमा फुटाउन खोज्छन्, विकासका कुरा गर्दैनन्, साम्प्रदायिकताका कुरा गर्छन्। त्यस्ता पार्टीहरूबाट केही हुनेवाला छैन। परेका समुदायका छोराछोरी पढाउने मुद्दा, शिक्षाका मुद्दा उनीहरूका मुद्दा हुँदैनन्, स्वास्थ्यका मुद्दा उनीहरूका मुद्दा हुँदैनन्, अनि विकासका मुद्दा उनीहरूका मुद्दा हुँदैनन्, सुशासनका मुद्दा उनीहरूका मुद्दा हुँदैनन्। मुद्दा के? न अदालतका मुद्दा, न जनताका मुद्दा, ती उनका निजी मुद्दा हुन्, ती स्वार्थका मुद्दा। त्यस्ता मुद्दाहरूमा अल्मलिनुको कुनै काम छैन। म साथीहरूलाई आग्रह गर्न चाहन्छु, आउनुहोस् नेकपा एमालेमा देशका मुद्दा, जनताका मुद्दा समाधान गर्ने ढङ्गले अगाडि बढौँ, एकताबद्ध भएर अगाडि बढौँ। म नेकपा एमालेका कार्यकर्ता साथीहरूलाई आग्रह गर्न चाहन्छु, तपाईँहरू कुनै गुटबन्दीमा विश्वास नगर्नुहोस्। गुटबन्दीले पार्टीलाई अगाडि बढ्न दिँदैन। सबै साथीहरूका सबै सम्भावनाहरूलाई उजागर गर्ने, ती सम्भावनाहरूलाई देख्ने, कामको मूल्याङ्कन गर्ने, जिम्मा दिने, ती सबै काम पार्टीले गर्छ, गरिआएको छ। तसर्थ नेता साथीहरूले पनि असन्तुष्टि नजनाउनुहोस्। जनताको साथ सहयोग, पार्टीको कामको मूल्याङ्कन, त्यसबाट तपाईँहरू नेता हुनुहुन्छ। काम त सबैले गर्नुभएको छ,
तल बस्ने साथीहरू असन्तुष्ट हुनुहुन्न, माथि बस्ने साथीहरू असन्तुष्ट हुन सुहाउँदैन, मिल्दैन। जो अगाडि अगाडि छ, जो माथि माथि छ, उसले असन्तुष्ट हुन मिल्दैन। त्यसकारण म आग्रह गर्न चाहन्छु साथीहरूलाई, पार्टीलाई एकताबद्ध बनाएर नमुना पार्टीको रूपमा, देश हाँक्ने पार्टीको रूपमा अगाडि बढाउँ। यस काममा सबैलाई। नेकपा एमाले सदैव देशको राष्ट्रियताको पक्षमा उभिएको पार्टी हो, राष्ट्रिय हितको पक्षमा, स्वाधीनता र स्वाभिमानको पक्षमा उभिएको पार्टी हो, राष्ट्रको भौगोलिक अखण्डताको पक्षमा उभिएको पार्टी हो, जनतामा सुशासन विकासको पक्षमा उभिएको पार्टी हो। जनतालाई विभिन्न कुराहरू, विभिन्न सुविधा सहुलियतहरू दिनुपर्छ, जनतामा रहेको गरिबी हटाउनुपर्छ, जनतालाई समृद्धिको बाटोमा लानुपर्छ भनेर नेतृत्व गरेर आएको पार्टी हो। त्यसकारण नेकपा एमाले कुनै धोकाको, छल कपटको, जाल जेलको, टिक्रमको राजनीति गर्दैन। नेकपा एमाले सही कुरा गर्छ, देश र जनताको हितको पक्षमा सधैँ नयाँ नीति, व्यवहारिक नीति, सही नीतिका साथ अगाडि बढ्छ। त्यसकारण कुनै बोलमा नपर्न, अलमलमा नपर्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु। जब जब नेकपा एमालेको सरकार छ, यहाँहरूलाई थाहा छ, नेकपा एमालेको सरकारले सदैव विकासको लहर ल्याएको छ। यसभन्दा अगाडि गाउँ गाउँमा पक्की बाटा थिए, अघि नै साथीहरूले भनिसक्नु भएको छ। गाउँ गाउँमा पक्की बाटा थिए, हिजो गाउँ गाउँमा पक्की बाटाहरू थिएन, आज गाउँ गाउँमा पक्की बाटा छ। खानेपानीका यस्ता ट्याङ्कीहरू थिए, पहिले थिएनन्, अहिले गाउँ गाउँमा खानेपानीका ट्याङ्की, नगर नगरमा, वडा वडामा, टोल टोलमा हामीले सुविधाहरू पुर्याएका छौँ, बाटाहरू पुर्याएका छौँ, विद्यालयहरू पुर्याएका छौँ र गरिबका छोराछोरीलाई पनि खाजाको व्यवस्था, पुस्तकको व्यवस्था आदि गरिकन पढ्ने वातावरण तयार गरेका छौँ। पढाउनका लागि प्रोत्साहित गरेका छौँ। स्वास्थ्यका लागि स्वास्थ्य बिमा, ज्येष्ठ नागरिक स्वास्थ्य बिमा, सबैका लागि स्वास्थ्य बिमा, अनेक अभियानहरू चलाएका छौँ। बेरोजगारी अन्त्यका लागि रोजगार कार्यक्रमहरू सञ्चालन गरेका छौँ। यी सबै कुराहरू तपाईँहरूलाई थाहा छ र देश र जनताको हित बाहेक नेकपा एमालेलाई अरू कुनै कुरा गर्नु छैन, केही काम गर्नु छैन। नेकपा एमाले गर्ने भनेको देशको भलाइ, जनताको भलाइ, यति काम हो। यिनै कुरामा नेकपा एमाले केन्द्रित भएको छ। त्यसकारण म साथीहरूलाई आग्रह गर्न चाहन्छु, तपाईँहरू सङ्गठित हुनुहोस्। आम दाजुभाइ दिदीबहिनी जनतालाई म आग्रह गर्न चाहन्छु, विभिन्न प्रकारका भुलभुलैया फिजाउने, अल्मल्याउने कुराहरू गर्न सक्छन्। त्यसमा अलमलमा नपर्नुहोस्। म तपाईँहरूलाई सजग रहन र नेकपा एमालेमा गोलबन्द हुन आग्रह गर्न चाहन्छु। तराई मधेसका समस्या मैले बुझेको छु र खास गरी मध्य प्रदेशका समस्याहरू मैले बुझेको छु। अघि भर्खर मात्रै पनि प्रदेश सभामा मैले सम्बोधन गरेँ। प्रदेश सभामा सम्बोधन गर्दा पनि मैले सुनकोशी मरिन डाइभर्सनका कुरा गरेँ। यी जिल्लाहरूमा, तराईका जिल्लाहरूमा सिँचाइ पुर्याउनका लागि पर्सादेखि, बारादेखि, रौतहटदेखि, सर्लाहीदेखि धनुषाका जिल्लाहरूमा सिँचाइ 1,85,000 बिघा जमिनमा सिँचाइ थप्नका लागि सुनकोशी मरिन डाइभर्सन आयोजना मैले नै सुरु गरेको हुँ, अगाडि बढिरहेको छ। अब सुनकोशी कमला डाइभर्सनबाट अरू कामहरू, अरू ठाउँका सिँचाइ आयोजनाहरू, सिँचाइका कार्यक्रमहरू बढाउन सकिन्छ। यसभित्र सिराहा जिल्ला, धनुषा, महोत्तरी जिल्ला, सर्लाही जिल्लाहरू, 70 जिल्लाहरू पर्दछ। यस कामलाई हामी अगाडि बढाउन सकिन्छ। यस कामलाई अगाडि बढाउनका लागि नै अहिले हामी सुनकोशी मरिनमा बढी केन्द्रित भएर लागिरहेका छौँ। त्यसै गरेर यहाँका अस्पतालहरू, यहाँका विद्यालय, यहाँका क्याम्पस, यहाँका युनिभर्सिटीहरू, मैले थाहा पाएको छु युनिभर्सिटीहरू बन्द भएका छन्, क्याम्पसहरू कतिपय बन्द भएका छन्। किन बन्द भए? ती कुराहरूको खोजी गर्नेछु। कुनै प्रकारको भ्रष्टाचार हुन नपाओस् भन्ने कुरामा सरकारको ध्यान भएको छ। जनतालाई सुख सुविधा पुर्याइयोस्। हामीले भर्खरै पाठेघरको क्यान्सरका लागि, त्यसका लागि खोपको व्यवस्था गर्यौँ।
हामीले छोरीहरूलाई अहिले सधैँभरि स्कुल जान सक्ने गरी सेनिटरी प्याडको व्यवस्था गरेका छौँ। गरिबका छोराछोरीलाई खाजाको व्यवस्था गरेका छौँ। पुस्तक किन्न सकिँदैन भनेर पुस्तक निःशुल्क उपलब्ध गराएका छौँ। यी सबै काम हामीले गरेका। यी कुराहरू साथीहरूले बुझ्नु भएको छ भन्ने मलाई लाग्दछ। अब अहिले कमलाको पुल मैले हेरेँ, त्योहरू केही होइन। त्यस पुलको सर्वे गर्दा, त्यसको डिजाइन गर्दा, त्यसको सर्वे गर्दा नभासिने गरी, नटुट्ने गरी गर्नुपर्दथ्यो। उहाँहरूले त्यो ध्यान पुर्याउनु भएको देखिएन। खोलाको अध्ययन गरेर त्यसको जग त्यसअनुसार निर्माण गरेर नभासिने गरी, भासिएपछि भाँचिन्छ। त्यसकारण यस्ता कुराहरूमा ध्यान पुर्याउनु जरुरी छ। सरकारले यस पुललाई छिटै निर्माण गर्न र फेरि आवागमनलाई सुचारू पार्न, यातायातलाई सुचारू पार्न ध्यान दिनेछ। अरू यस्ता अनेक कुराहरू छन्। बागमतीमा पुलको कुरा छ, अरू कुराहरू छन्। यी कुराहरूलाई पनि हामीले ध्यान दिएका छौँ। मैले मधेस प्रदेशको विकासको सन्दर्भमा, समग्र राष्ट्रिय राजनीतिको सन्दर्भमा अघि मधेस प्रदेशमा सम्बोधन गर्दा भनिसकेका छु। हामी संविधान संशोधन उपयुक्त आवश्यकता अनुसार सम्भव समयमा उपयुक्त ढङ्गले गर्नेछौँ। त्यसमा तपाईँहरू ढुक्क हुनुभयो हुन्छ। कतिपयले अतालिएर आत्तिएर जथाभावी बोलिरहेका छन्, संविधान मास्न खोजेको जस्तो आरोप लगाएका छन्। संविधान नै नमान्ने तत्त्वहरू पनि यस्ता आरोप लगाएर हिँड्छन्। संविधान मास्ने होइन, संविधानलाई बलियो बनाउनका लागि संविधान संशोधन गरियो। सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनका लागि, यसलाई मजबुत बनाउनका लागि हामीले काम गर्ने। त्यसर्थ म सबै दाजुभाइ दिदीबहिनीहरूलाई आश्वस्त रहन आग्रह गर्दछु। राजनीतिक सन्दर्भमा अरू पनि साथीहरूले भनिसक्नु भएको छ। ठिक छ। राजनीतिका विभिन्न विषयहरूमा साथीहरूले भनिसक्नु भएको छ। राजतन्त्र फर्किन्छ भन्ने कुरा यो राति देखेको पनि होइन, दिउँसो झकाउँदाखेरि देखा सपना। यो कुनै काम लाग्दैन। यो एक कुनै प्रकारको सानो डिस्टर्बेन्स हुने बित्तिकै त्यो सपना भङ्ग। त्यो सपना उहाँहरूको क्रियाकलाप देखियो। उहाँहरूले आफ्नो परिचय अस्ति 15 गते दिइसक्नुभयो। 15 गते नै नेपाली जनताले देखिसके राजतन्त्रका पक्षधर भनेका कस्ता हुँदा रहेछन्। त्यस्ताको शासन आयो भने देशमा के हुन्छ होला? नेपाली जनताले मान्छ? घर घरमा गएर आगो लगाउने, घर घरमा अस्पताल औषधि निर्माण कम्पनीहरूमा आगो लगाउने, मिडिया हाउसमा आगो लगाउने, भित्र मान्छे थुनेर आगो लगाएर मार्ने, यस्ता राजतन्त्र पक्षधर, राजा फर्काउन, राजतन्त्र फर्काउन यस्ता खालका क्रियाकलाप गर्ने यस्ताका हातमा शासन गयो भने के होला? तर जानेवाला छैन। म ढुक्क रहेर सबैलाई आग्रह गर्न जान चाहन्छु। राजतन्त्र कुनै हालतमा यस देशमा फर्किनेवाला छैन र तपाईँहरूले पनि फर्कन दिनु हुँदैन। आम जनतालाई म भन्न चाहन्छु, यस्ता तोडफोडकारी, आगजनीकारी, विध्वंसकारी यस्ता तत्त्वहरूलाई, यस्ता अराजक तत्त्वहरूलाई हामीले कुनै हालतमा स्वीकार गर्न सकिन्न, स्वीकार गर्नु हुँदैन र नेपाली समाजले स्वीकार गर्दैन। मैले धेरै केही यसमा भनिरहनु पर्दैन। हाम्रो ध्यान सुशासनमा केन्द्रित छ, विकासमा केन्द्रित छ। हाम्रो ध्यान समृद्ध नेपाल, सुखी नेपाली बनाउने राष्ट्रिय आकांक्षा, त्यसलाई साकार पार्ने कुरामा छ। हाम्रो ध्यान राष्ट्रमा रहेका विभिन्न प्रकारका विभेद र असमानताहरू अन्त्य गर्ने, कुसंस्कार, कुरीति, कुप्रथाहरू अन्त्य गर्ने त्यस कुरातिर छ। सामाजिक न्याय र समानता प्रदान गर्ने, समावेशिता, सहभागिता र समानुपातिक जुन व्यवस्था, जुन प्रणाली, जुन स्थिति हामीले बसाएका छौँ त्यसलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउने हाम्रो ध्यान त्यसमा छ। तसर्थ म सबैलाई आग्रह गर्न चाहन्छु, तपाईहरू ढुक्क हुनुहोस्। यस देशमा नेकपा एमाले छ। नेकपा एमाले देशलाई बर्बाद हुन दिँदैन, लोकतन्त्र खोसिन मासिन दिँदैन। नेकपा एमाले छ। अहिले नेकपा एमाले
र नेपाली कांग्रेस दुईटा सबभन्दा पुराना सबभन्दा अनुभवी यस देशमा अनेक परिवर्तनको नेतृत्व गरेका पार्टीहरू अहिले देशलाई अप्ठ्यारो अवस्थाबाट जोगाएर स्थिरता स्थायित्वमा लान सुशासनमा लान विकासको बाटोमा अगाडि लानका लागि संयुक्त सरकार बनाएर अगाडि बढिरहेका छन्। यो सरकार चुनावसम्म टसमस हुँदैन, नेतृत्व फेरिन्छ। मैले भन्ने गरेको छु, हाम्रो कांग्रेससँगको सहमति अनुसार नै अब 15 महिना मैले नेतृत्व गर्छु, त्यसपछि शेरबहादुरजीले नेतृत्व गर्नुहुन्छ। सरकार स्पष्ट छ। त्यो बाहेक अरू कुनै परिवर्तन, केही परिवर्तन त्यस्तो केही पनि हुनेवाला छैन। सरकार अहिले ढल्छ भरे ढल्छ भन्ने खालका हल्ला गर्नेहरू पनि अब थाके। अब अलि अहिले परिवर्तन भरे परिवर्तन ढल्यो भनेर भन्नेहरू अब चुप लाग्न थाले, किनभने यो सरकार ढल्ने होइन, यो मजबुत सरकार हो। यसमा अरू पनि पार्टीहरू समावेश छ। यो 2/3 सरकार नेकपा एमाले र नेपाली कांग्रेसको नेतृत्व र अगुवाईमा यो सरकार बनेको छ। अरू पनि पार्टी यस सरकारमा सामेल छ र नेकपा एमाले अगाडि सारेका देशभक्तिपूर्ण जनपक्षीय नीतिहरूमा अहिले कुनै कसैको पनि असहमति छैन। नेपाली कांग्रेसले अगाडि सारेका लोकतन्त्रलाई सुदृढ गर्ने नीतिहरू विचारहरूमा कुनै असहमति जनाइराख्नुपर्ने आवश्यकता छैन। त्यसकारण नेकपा एमाले र नेपाली कांग्रेस मिलेर यो सरकार बनाएका छन्। यो सरकार बलियो छ, यो सरकार रहन्छ। यसले देशलाई स्थिरता स्थायित्वका साथ अगाडि बढाउँछ। यसमा ढुक्क रहन म साथीहरूलाई आग्रह गर्दै फेरि एकपल्ट यस अधिवेशनको सफलताको कामना गर्दै हाम्रा कलाकार भाइ बहिनीहरूले, खास गरी भाइ त आए जस्तो पनि देखिनँ मैले, कलाकार बहिनीहरूले जुन कला देखाउनुभयो, गीत सुनाउनुभयो, नृत्य देखाउनुभयो, गीत देखाउनुभयो र मैथिली भाषामा गीत सुनाउनुभयो, जुन मनोरञ्जन सबै साथीहरूलाई गराउनुभयो, त्यसका लागि कलाकार साथीहरूलाई पनि धन्यवाद भन्न चाहन्छु। सबैलाई धेरै धेरै धन्यवाद भन्दै आम सिरावासी दाजुभाइ दिदीबहिनीहरू सबैमा शुभकामना भन्दै नेकपा एमालेको यो